गण्डकी प्रदेश का सभामुख, गण्डकी प्रदेश का सांसद, पूर्व सभासद, पूर्व सांसदजीहरू, इस गाउँपालिका की नेत्री, उपप्रमुख, साथै यहाँ पाल्नुहुने सम्पूर्ण अतिथि गणहरूलाई र आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई म स्वागत पनि गर्न चाहन्छु, किनभने म यही जन्मेको, यही गाउँपालिकामा जन्मेको र यही निर्वाचन क्षेत्रको निर्वाचित प्रतिनिधि भएको हिसाबले आज हामीले सपूत उन्मुख राष्ट्रिय सपूतको रूपमा लिन खोजिरहेको र पहिलो शहीदको रूपमा चाहिँ स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि घोषित गरिएको शहीद लखन गाउँपालिकाबाट नामाकरण भएको त्यहाँको चाहिँ प्रशासकीय भवनको उद्घाटन सत्रबाट सकेर आज यो कार्यक्रममा उपस्थित छौँ। साधारणतया नेपालमा हामीले के सोचिरहेछौँ भने सदरमुकाम चाहिँ साथै त्यो भूगोलको मध्य भागमा हुनुपर्छ भन्ने हामीले सोचिरहेछौँ। तर मैले संसारको सदरमुकामहरू हेर्दाखेरि चाहिँ जस्तै वासिङटन डिसी सरस्वती हेर्नुभयो भने त्यो संसारको म्यापहरूमा चाहिँ प्राय सदरमुकामहरू राजधानीहरू चाहिँ छेउमा तटमा, नदीको तटमा, समुद्रको तटमा हुन्छन्। त्यसले गर्दाखेरि के बुझ्नु पर्यो भने बीचमा आउँदैमा विकास आउँछ भन्ने छैन। यो सदरमुकाम यहाँ सार्ने क्रममा हामीले धेरै लडाइँहरू लड्यौँ, दुईटा पार्टी विभक्त भयो र एकदम विभाजित भएर समाज खण्डित हुने परिस्थिति भयो र धेरै ठुलो समस्याबाट अन्तिममा यो अफिसहरू चाहिँ साटासाट गरेर केही सौदाबाजी गरेर यो ठाउँमा चाहिँ यो सदरमुकाम चाहिँ यो भीमसेन थापाको चाहिँ पालिका केन्द्र चाहिँ हामीले यहाँ पायौँ। यो ठाउँमा हुनु हुँदैन भन्ने र त्यो ठाउँमा हुनु हुँदैन भन्ने त्यो हिजोको सवालहरू चाहिँ मेटिसकेको परिस्थिति छ र हामी निर्वाचित पनि भइसक्यौँ र तपाईहरूले अथवा मैले भन्दै गर्दाखेरि यो मञ्च सरकारी मञ्च हो, तर यस मञ्चमा अवतरित यस पालिकाका प्रमुख ले चाहिँ यो मञ्चमा उपस्थित भइसकेपछि उहाँ सरकारी कार्यक्रममा हुनुहुन्छ। यस कारणले गर्दा म पार्टीको कुराभन्दा पनि बढी सरकारी कुराहरूको बारेमा सचेत छु। मैले यहाँ विकास निर्माणको क्रममा मैले उतापट्टिको कार्यक्रम स्थलमा मैले कमरेड प्रचण्डको अडियन्स अलिकति उहाँलाई चाहिँ शिकायत गर्न खोजेको थिएँ कि गोर्खा जिल्ला तपाईँ प्रधानमन्त्री भएर गइसकेपछि र मुख्यमन्त्री पोखरामा हाम्रो भइसकेपछि तपाईँ प्रधानमन्त्री भएर गएपछि